हेलो हेलो नमस्कार बुवा। हजुर हजुर मेरो यहाँ हुँदैछ मेकअप हुँदैछ। हाम्रो प्रकाश खिम्रे बा लेजेन्ड अभिनेता हुनुहुन्छ। उहाँ बाको चाहिँ दारी कपालको चाहिँ मेकअप हुँदैछ, मस्कारा लाग्दैछ। उहाँ चाहिँ हाम्रो हुनुहुन्छ अस्मिता दिदी, मेकअप आर्टिस्ट, अहिलेको लागि मेकअप आर्टिस्ट हुनुहुन्छ। एज अ यो सिरियलको एक्टर पनि हुनुहुन्छ। म चाहिँ हाम्रो ललिता बहिनी, उमेरले दिदी हुनुहुन्छ तर मैले बहिनी भइदिइहालेँ। यता चाहिँ हाम्रो यो घरको बा हुनुहुन्छ। यता यो बहिनी चाहिँ हाम्रो घरको साउनी बहिनी हुनुहुन्छ। साउनी बहिनी पनि यो सिरियलमा केही समयपछि इन्भल्भ हुँदै हुनुहुन्छ। हजुर दाइ, एकचोटि लाउनु त लगाइ हेर्नु त। पुरानो पुरानो छ नि होइन सर? यो च्यानललाई के गर्नु पर्यो सर? यो च्यानललाई हजुर, यो च्यानललाई नाम्लो लाएर जुरुक्क बोकेर 1 मिलियन भ्युजसम्म पुर्याउनु पर्यो। तपाईँ सक्नुहुन्न भने मलाई बोरामा हालिदिनु, म ल्याइदिन्छु। ओके ओके यता चाहिँ हाम्रो सुखीराम हुनुहुन्छ। सुखीराम धरतीको बोझ हुनुहुन्न उहाँ। उहाँ चाहिँ हाम्रो वाग्ले सर। नमस्कार। झक्खड दादा, यो सिरियलको चाहिँ झक्खड दादा, मुखियाको राइट ह्यान्ड। झक्खड अहिले यङ डनको निर्वाह गर्छु, सबैजनाले सब्सक्राइब गरेर माया गर्ने। सुभाष काफ्ले अफिसियलबाट आउँछ है यो चाहिँ। अहिले चाहिँ हाम्रो युट्युब च्यानल अलि चेन्ज भइरहेको छ। सुभाष काफ्ले अफिसियलबाट हाल्दै हुनुभएको छ।